सबैजनालाई यो एउटा भिडियो जुन चाहिँ आनन्द नेपाल भन्ने युट्युब च्यानलले सुकुम्बासीको बारेमा जुन भइरहेको अहिले हर्क साम्पाङ चाहिँ विवादमा तानिनु भएको छ अनि उहाँकै बारेमा कुनै एउटा अब उहाँकै पार्टीको सदस्य अथवा केही हो भन्ने कुरो रहेछ। त्यसको बारेमा चामलिङ राईको बारेमा चाहिँ भिडियो बनाएको रहेछ। आउनुहोस् भिडियो हेरौँ र आफ्नो विचार राख्नु होला। तपाईहरुलाई के लाग्छ हर्क साम्पाङको विचार जुन सुकुम्बासी प्रति उहाँको छ र उहाँको राजनीति तपाई कुन हिसाबले हेर्नुहुन्छ, कस्तो तरिकाले हेर्नुहुन्छ, आफ्नो विचार राख्नु होला। तपाई नेपाली नागरिक हुनाले यो तपाईको दायित्व हो। देशको नेता उहाँ पनि देशको उदाउँदै गरेको नेता हो, त्यसैले उहाँको विचार कस्तो छ तपाईलाई पनि फरक पर्न सक्छ। त्यसैले राख्नुस् आफ्नो विचार, भिडियो हेर्नुस्। भूमाफिया भनेर चिनिएका इन्द्र चामलिङ राईको 8 तले भवन सरकारी जग्गामा भएको खुलेको छ। के अरे श्रम संस्कृतिको बाटोलाई चाहिँ यसबाट चाहिँ नै त्यसको आर्थिक विकास हुन्छ, एउटा रोजगार बढ्छ, काम गर्ने बानी पस्छ नेपाली जनताहरूको भन्ने हिसाबले हामी चाहिँ हर्क साम्पाङको त्यो भिजन हैन, उहाँको जुन दर्शन छ अब सबै जाति राजनीतिक पार्टी धर्म यो कुराले नगरिकन एउटा श्रम संस्कृतिबाट नै देश बनाउनु पर्छ भन्ने खालको उहाँको भिजन भएको हुन्छ। हामी त्यसै तपाईहरु उहाँको कुरामा कतिको सहमत हुनुहुन्छ? जुन चाहिँ उहाँले भन्नुभयो जाति धर्म वर्गलाई मिलाएर तपाईहरु यो कुरामा कतिको सहमत हुनुहुन्छ? म चाहिँ यो चुरानमा अब म चाहिँ चाट्नेवाला छुइनँ, किनकि हर्क साम्पाङ त्यो खालको विचार भएको नेता हुँदै पनि होइन। भएको भए यत्रो विवादमा पहिला तानिएका थिए, तानिँदैन पनि थिए। त्यस्तो विचार भएको मान्छे विवादमा पक्कै पनि तानिँदैनन् होला, त्यस्तो बयान दिँदैनन् होला। तपाईहरुलाई के लाग्छ आफ्नो विचार राख्नु होला है त। मजाले यही मैसँग छ नि होइन, यो यस्तो कपीले भयो, मोबाइलले हुँदैन। यो घरको सबै डकुमेन्ट लिएर यहाँबाट 3 मिनेट पुग्नुहुन्छ मेरो अफिसमा हैन, त्यही आउनु त अनि हेरेर कुरा गरौँ ल है। ल होइन, त्रास त यस्तो हो, त्यो यदि मापदण्ड विपरीत छ भने त मापदण्ड विपरीत छ भने तपाईँ साथले भद गर्न सक्नुभयो हैन। नत्र पनि यो त्रासमा चाहिँ अब जनताले कमसेकम सरकार छ भन्ने अनुभूति चाहिँ गर्नु पर्यो होइन र राई हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टी दर्ताको क्रममा उनले निर्वाचन आयोगको कार्यालय पुगेका थिए। त्यसैको आधारमा उनी श्रम संस्कृति पार्टीको नेता भनेर प्रचार गरेको छ। आफैले पनि आफू श्रम संस्कृति पार्टीमा भएको भनेर अन्तर्वार्तामा बताएको भिडियोहरू सार्दै भएका छन्। तर हर्क साम्पाङले भने त्यसमा सत्यता नभएको बताएका छन्। सामाजिक सञ्जालमा उनी लेख्छन् गर्ने कुरो पनि त आएन नि त सुकुम्बासी भनेको। अनि फेरि साधारण सदस्य पनि कसरी भयो श्रम संस्कृतिको नेता हावदारी गफ नलाउँदै फटाहो। यस विषयमा स्वास्थ्य लाइभले 2080 साल असारमा एउटा रिपोर्ट प्रकाशित गरेको थियो। डाक्टर राजेश अहिराजदेखि भूमाफिया चामलिङसम्मले हडेको धोबीखोला किन फिर्ता आएन भन्ने शीर्षकमा काठमाडौँ महानगरपालिका वडा नम्बर 10 देवीनगर स्थित धोबीखोलाको किनारमा भूमाफिया इन्द्रकुमार चामलिङले जग्गा हडपेको भनेर त्यसबेला लेखिएको थियो। त्यस्तै मध्य प्रदेशका पूर्व प्रमुख डाक्टर राजेश झा अहिराजको 5 तले घर समेत धोबीखोलाको सरकारी जग्गामा भएको कुरा लेखिएको थियो। मालपोत कार्यालयले बदमासी गरेको बारेमा लेखेको समाचारसँग अहिले सांसद हर्क साम्पाङलाई पनि जोडेर समाचार आएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई अब यो सरकारी जमिन ओगट्नेहरूलाई बालन सरकारले चाहिँ सरकारी जमिनबाट खेदाउँदैछ जनताहरूलाई। म चाहिँ के भन्न चाहन्छु भने सबैभन्दा पहिला चाहिँ कुन कुन सरकारको काम गर्ने अथवा सरकारमा भएका मान्छेहरूको पहिला चाहिँ जग्गा कहाँनिर कस्तो ठाउँमा छ भनेर चाहिँ पहिला मलाई लाग्छ चेक गर्न जरुरी छ। जस्तो अहिले यहाँनिर कुरा सुनिँदैछ त्यो हिसाबले जनता भन्दा पहिला नेताको जमिन कहाँ छ भन्ने कुरो चाहिँ सरकारी जमिनमा छ कि छैन भन्ने कुरो चाहिँ छुट्याउन जरुरी छ। भूमाफिया इन्द्रकुमार चामलिङलाई भेटेपछि एकाएक सुकुम्बासीलाई हटाउन नहुने भनेर भन्न थालेको भनेर समाचार आएका थिए। त्यसैले धरानको मेयर हुँदा खोलाको जग्गा मिच्न नपाइने भनेर डोजर चलाएका हर्कले अहिले भने सरकारी जग्गा भन्ने नै हुँदैन भनेर भन्न थालेको पनि त्यही कारणले हो भनेर प्रतिक्रियाहरू आएका। अब पहिला त अब मेयर हुनुहुन्थ्यो त्यति बेला सरकारी जमिन ओगट्न पाइँदैन खोला किनारमा भन्दै हिँड्नु भएको थियो। अब दल बनेर चाहिँ राजनीतिमा उत्रिसक्नु भएको छ पार्टी खोलेर।
अब यहाँनिर जुन यो राजनीतिक परिवर्तन भएको छ उहाँको विचार, यसलाई तपाईहरुले कसरी हेर्नुहुन्छ? यो के निष्पक्ष राजनीति हो त हो कि होइन? तपाईहरुको विचारमा के छ? आफ्नो विचार राख्नु होला। के सक्छ भने सिमानामा रक्षा गरेर देखाओस्। सीमा रक्षा बिगौँगीका माइल तपाईँ सिमाना मिचिएको छ भन्ने कुरा थाहा छ। तर यहाँ चाहिँ तपाईँको चाहिँ पुग्न नसक्ने, संवादसम्म गर्न नसक्ने, छु बोल्न नसक्ने, अनि आफ्नै तपाईँको जनताले एउटा बाँसको टाटी बारेर बस्छ, अनि बस्दै पछाडि के आर्थिक उन्नति गरेर रिलेसन चाहिँ एउटा सानो टाउपनुकानी बनाउँछ बस्छ, त्यो चाहिँ देखिन। त्यस्तै चामलिङले धुपीखोला करिडोरमा सुकुम्बासीका नाममा संरचनाहरू बनाएर त्यसबाट भाडा खाने गरेको आरोप लाग्ने गरेको छ। धरानको मेयर अर्क साम्बाङले खोला बोगरमा टहरा बनाउनु, त्यसरी बनाएका सबै घर टहरा खत्काइनेछ भनेर पूर्ति जारी गरेका थिए। त्यति मात्रै नभएर हर्कले वास्तविक सुकुम्बासीलाई नगरपालिका आफैले व्यवस्थित बसोबास गराउने नीति लिनेछौं, तर भूमाफियाहरूको हाली मुहाली चल्दैन भनेर चेतावनी समेत दिएका थिए। अतिक्रमण गरिराख्नु छ होइन, सुकुम्बासी बस्ती त्यस्तो गरिराख्नु छ। तर त्यसमा चाहिँ कस्तो रहेछ भने भूमाफियाहरू लाग्यो आउँदो रहेछ। अनि सोझा साझा मान्छे त गाउँबाट आएको मान्छेलाई यति हजार दे त्यहाँ बस, यति लाख दे त्यहाँ बस, फेरि भन्लास् त्यहाँ आएर फल्नाले केही हुँदैन चाहिँ भन्दा रहेछ। कसले बस्नु लाग्यो त भन्दा कसले मरिगयो थाहा त रहेछ त्यो के हुन्छ भन्ने कुरो। अनि चाहिँ कस्तो भन्दाखेरि अब त्यो व्यक्ति जो बसेको हुन्छ त्यो व्यक्तिले अतिक्रमण गर्न सक्दैन। यहाँनिर चाहिँ अब त्यही हो, त्यही तरिकाले लागेका मान्छेहरू एउटा गिरो रहेछ। खोलाको तिरमा गएर 2-4 टहरा बनाइदिए होइन, अनि त्यहाँ गएर बस्नु मस्छु भन्ने होइन। अनि यो खालको एउटा चाहिँ कस्तो त्यहाँ बसेको चाहिँ, तर फेरि त्यसलाई चाहिँ अब पोलिटिकल पार्टीहरू त्यसको पछाडि छ। अनि त्यहाँ बसे मार्फत चाहिँ पछि गएर अब त्यो भोटर आइडी साइडीमा बनाइदिन्छु, पछि हाम्रो पार्टीमा भोट हाल्लास भन्ने किसिमले त्यो आजीवन एउटा चाहिँ नै आश्रित बनाएर काठमाडौँ महानगरपालिका वडा नम्बर 10 धोबीखोला किनारमा सरकारी जग्गा हडपेर आफूले घर बनाउनुको साथसाथै चामलिङले सरकारी हर्क साम्बाङज्यूले अहिले जुन कुरा भन्नुभयो, कुनै पार्टीले भोटर आइडी साइडी बनाइदिएर हामीलाई भोट हाल्लास भन्छ अनि त्यसै राखेको हुन्छ भने त्यसको मतलब त्यो राजनीति भएको त्यहाँ सुकुम्बासीमा होइन त। अहिले हर्क साम्बाङले गर्दै गरेको काम चाहिँ के हो त? राजनीति होइन त? त्यसो भए किन यो सुकुम्बासीलाई हटाएको? सुकुम्बासीको नाममा राजनीति नै हो नि त, किन हटाएको? गरिब दुखीलाई भन्दै उफ्रिनु भएको छ सरकारले व्यवस्थित गर्छु भनिरहेछ। व्यवस्थित गर्नलाई कतै केही नराम्रो हुन सक्छ, त्यो अलग कुरा हो, तर सरकारले जिम्मा लिएर राजनीति त गरेको छैन कमसे कम सुकुम्बासीको नाममा। तर हर्क साम्बाङ त पहिलाका दलले पनि त्यही गर्दै थिए भन्ने कुरो थाहा भइ त्यही नै गर्दै हुन्छ नि त। फेरि धारा समेत आफ्नो बस्ने घर कम्पाउन्डभित्र हालेका थिए। पारेन मेयर हुँदा भत्काएको भग्नावशेष संरचनामा समेत अहिले सटर हालेर भाडा खान थालेका चामलिङले नजिकैको सरकारी जग्गामा 3-4 वटा घर बनाएर सुकुम्बासीको नाममा भाडा असुल्य गरेको समाचार आएको थियो। यसअघि चामलिङको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विवरण मागेको थियो भने उक्त विषयमा अख्तियारले के एक्सन लियो भन्ने चाहिँ खुलेको छैन। कानून पनि मान्नु पर्यो। त्यसैलाई के निरोधन आयोगमा पार्टी दर्ता गरेर जाँदाखेरि अरू पार्टीको भन्दा हुँदैन, धेरै थोरै भन्दा पनि अरू अहिले भएका पार्टीहरू भन्दा कम चाहिँ हुँदैन। शरणशासी पार्टीको चाहिँ जित भन्ने कुरा, सिट भन्ने कुरा नि। यसबीच सुकुम्बासी बस्तीको बारेमा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेख्यो भने चाखलाग्दो भएकोले म पढेर सुन्दैछु। सुकुम्बासी बस्तीमा के मात्र देखिएन, यहाँ चर्च देखियो, गुम्बा देखियो, स्कुल देखियो, अग्ला पक्की घरहरू देखिए। खोलालाई अन्यत्रै सारेर जग्गा हडप्ने बिक्री गर्नेहरूको ठुलै गिरोह फेला पर्यो। त्यही जग्गामा कतिले घर बनाउँदै किनबेच गरे, कतिले विदेशमा पसिना बगाएर दुःखले कमाएको पैसाले 4 तले घर किने। यहाँ बेग्लै साम्राज्य चलिरहेको थियो जहाँ सामान्य मानिसहरू पस्नै सक्दैनथे। सानोतिनो प्रयास र आदेशले छुँदैन थियो, जसलाई एकपटक शक्तिशाली पारेन शाहको डोजरले छेड गर्ने थकाइदियो भनेर। यस कुराले कतिपयलाई पीडा हुने अवसर पनि भएको छ। धेरैले दुःख पनि पाएका छन्। त्यसको दोष पनि यसअघिका सरकार नै जान्छ। यसअघिका सरकारहरूले सुकुम्बासी बस्ने घर बनाएर त्यहाँ सार दिएको भए अहिले पीडा कम हुन्थ्यो,
थोरै मानिसले थोपाउने थिए अहिले यिनीहरूले पालिन सरकारले दुःख दियो भनेर गुनासो गरिरहेका छन् अब यसमा पालिनको दोष थियो कि पुराना राजनीतिक पार्टीहरूको दोष थियो दुःख पाउनेहरूले कसलाई गाली गर्नुपर्छ तपाईँलाई के लाग्छ त्यो बाहेक गर्नु होला त्यसले प्रचार गर्ने अथवा त्यसो गर्नु मिल्दैन नि विवाद हो कि यो घर चाहिँ कति करोडमा बनेको रहेछ यसो खुलाउन मिल्छ थोरै अब त्यो समयअनुसार कुरा हुन्छ पहिला आउने पछि झन् महँगो हुँदै जान्छ होइन कति जतिको क्षति हुने अब यो त क्षति हुँदै के हो यिनीहरूले चाहिँ यो घर हटाउने भत्काउने भनेको छ त यदि भत्काइहाल्यो भने होइन मलाई त अहिलेसम्म यो कुन आधारमा यो चाहिँ भत्काउँछ मैले यत्रो कुरा गरेँ नि होइन यत्रो समयको कुरा भयो यो सबै कुराले हेर्नु भएको छ राजनीतिक कुरा छ अदालत फैसला गरिदिएको छ होइन भनेपछि क्षति हुँदैन भत्काउँछ भन्ने कुरै भएन यो भत्काउनै हुँदैन नि कसरी भत्का के पाएर भत्काउने होइन यदि मैले अघि भने थपथपाले यसरी भत्काइ हिँड्यो भने पूजा भएको नक्सा पास गर्ने उनीहरू चाहिँ होइन राजस्व पुज्ने उनीहरू सम्पत्ति दिने उनीहरू अब उनीहरूले कि यो सबै क्यान्सिल यो नक्कली भनिदिनु पर्यो बदल गर्नुलाई बनाउनु त चला नै छ अघि राख्नु हजारौँ भएर त्यसो छ र म चाहिँ के भन्छु भने तपाईँहरू मार्फत घर चाहिँ एकदम 15-20 तला 5 तला बनाउनु पर्छ जस्तो तपाईँले हेर्नु भएको छ होइन दुबईमा कता कता घरहरू बनेका छ नक्कली भए यो घरको धेरै के अरे पेनले लगाने गरेको छ मनपर्छ नक्कली भएको त ठिक के भने साझा त गर्नु एउटा दोस्रो कुरो चाहिँ अब ओडाले के अरे चाहिँ अब चाहिँ नक्सा पास गरिदिएको छ हामी राजस्व तिरेको छौँ होइन पर्सेन्ट हामी चाहिँ मालपत तिर्छौँ के अरे राजस्व तिर्छौँ होइन त्यस पछाडि के हो भन्ने कुरामा चाहिँ लु बजेर अदालतमा राम्रो फैसला गरिदिएको छ यो व्यक्तिको जग्गा हो सरकारी होइन भनिदिएको छ होइन त्यसले गर्दाखेरि अब हाम्रो पनि चिन्ता प्रश्न के हामीले चाहिँ कैलाली जग्गामा ओगटेर बसेको भए नक्सा कसरी के अरे पूर्जा भयो त्यसपछि पूर्जा भएपछि फेरि नक्सा कसरी पास भयो नक्सा पास भएपछि फेरि चाहिँ बिल्डिङ बनाउने कुरा नक्सा पास्यो ब्याङ्कले कसरी लोन दियो सबै कुराहरू छ ल तपाईँहरूले भिडियो हेर्नुभयो होला अहिले यहाँसम्म भिडियो हेर्नु भएकोमा तपाईँहरूलाई धन्यवाद र भिडियो कस्तो लाग्यो तपाईँहरूले आफ्नो विचार राख्नु होला मैले चाहिँ अब बुझे अनुसार यो भिडियोबाट सायद अब सुकुम्बासी हो भने त सरकारले पक्कै पनि हटाउँछ सरकारी जमिनमा चाहिँ ओगटेर चाहिँ यसरी घर ठडाएको हो भने र म त्यो सरकारको पक्षमा छु सरकारी जमिन ओगटेर बस्न कसैलाई दिनु हुँदैन भन्ने चाहिँ मेरो विचार हो किनकि यस्तो भयो भने हरकै सरकारी जमिन ओगटेर बस्न थाल्छन् मलाई जस्तो लाग्छ यो एउटा सिस्टमै बन्न सक्छ त्यसैले यसलाई रोक्न जरुरी छ अब तपाईहरुको विचार के छ आफ्नो विचार राख्नु होला र सरकारले गरेको कामहरु प्रति तपाईहरुको के छ धारणा र मेरो भिडियोलाई सब्स्क्राइब गर्नु होला च्यानललाई र भिडियोलाई लाइक गरेर कमेन्ट पनि गर्नु होला के लाग्यो तपाईहरुलाई हवस् त धन्यवाद जय नेपाल।